शताब्दीौंदेखिको विभेद, अन्याय र थिचोमिचोका लागि यो सरकार पहिलो पटक क्षमा माग्दैछ। सुन्दा आङ्ने जिरिङ्ग हुन्छ होइन र? नेपालको संसदमा भर्खरै गुन्जियो यो आवाज। सोचौं त, आखिर इतिहासमा त्यस्तो के भएको थियो जसको लागि आज राज्यले नै संसदको रोस्ट्रममा उभिएर माफी माग्नु पर्यो? आउनुहोस्, उपलब्ध तथ्य र स्रोत सामग्रीहरू पल्टाएर यही गहिरो ऐतिहासिक यथार्थको आज हामी चिरफार गरौं। आज हामी नेपालको वादी समुदायको त्यो जटिल यात्राको कुरा गर्दैछौं जुन सायद धेरैलाई थाहै छैन। बाहिरबाट हेर्दा जुन लान्छना देखिन्छ नि, त्यसलाई पन्छाएर गहिरिएर हेर्ने हो भने वादी समुदायको वास्तविक चिनारी भनेको त उत्कृष्ट कला, सीप र शताब्दीसम्मको प्रणालीगत सङ्घर्ष पो रहेछ भन्ने कुरा तथ्यहरूले छर्लङ्ग पार्छन्। यस प्रस्तुतिमा हामी मुख्य 4 कुराहरू हेर्नेछौं। पहिलो, उहाँहरूको कला र सङ्गीतको जरा। दोस्रो, कसरी उहाँहरूको अवस्थामा विनाशकारी परिवर्तन आयो। तेस्रो, त्यसले ल्याएको आधुनिक प्रभाव। र अन्त्यमा, गुमेको सम्मान फिर्ता ल्याउन उहाँहरूले गरिरहेको सङ्घर्ष। पहिलो कुरा गरौं उहाँहरूको कला र सङ्गीतमा भएको उत्पत्तिको। राजदरबारका शाही मनोरञ्जनकर्ताहरू सुन्दा अचम्म लाग्न सक्छ, तर वादी समुदायको सबैभन्दा पुरानो चिनारी भनेकै घुमन्ते र सम्मानित कलाकारको रूपमा थियो। 100औं वर्ष अघि उहाँहरू सल्यान, जाजरकोट जस्ता पहाडी क्षेत्रहरूमा बस्नुहुन्थ्यो र आफ्नो जादुमयी कलाले सिङ्गै समाजलाई मन्त्रमुग्ध पार्नुहुन्थ्यो। अनि सबैभन्दा रोचक कुरा त के छ भने नि, उहाँहरूले बजाउने ती मादल, ढोल, दमाहा, सारङ्गी र तबला जस्ता वाद्ययन्त्रहरू उहाँहरू आफ्नै हातले बनाउनुहुन्थ्यो। राजदरबारमा उहाँहरूलाई विशेष सम्मान थियो। महाभारत र रामायण जस्ता महाकाव्यका कथाहरू सुनाउन यिनै वाद्ययन्त्रहरू घन्किन्थे। यसबाटै थाहा हुन्छ वादी समुदायको सांस्कृतिक जरा साँच्चीकै कति गहिरो छ। कतिपय स्रोतहरूका अनुसार त वादी समुदायको नाम नै उहाँहरूको त्यही उत्कृष्ट कलासँग जोडिएको छ। संस्कृत शब्द वाद्य, जसको अर्थ साङ्गीतिक वाद्ययन्त्र हुन्छ, त्यही शब्दबाटै वादी बनेको मानिन्छ। यसले समुदायको सिङ्गो अस्तित्वलाई नै उहाँहरूको शिल्प र साङ्गीतिक कलासँग जोडिदिन्छ। त्यो समयको नेपाली समाज कस्तो थियो हामीलाई थाहै छ। छोरा जन्मे उत्सव, छोरी जन्मे अनुहार मलिन। तर वादी परिवारहरूमा ठ्याक्कै उल्टो हुन्थ्यो। उहाँहरूको घरमा छोरीको जन्म हुँदा अपार खुसीसहित ठूलो उत्सव मनाइन्थ्यो, किनभने छोरीहरूलाई उनीहरूको कलात्मक प्रतिभा र क्षमताका कारण समाजमा उच्च सम्मान दिइन्थ्यो। साँच्चै नै एउटा सुन्दर सांस्कृतिक भिन्नता थियो त्यो। तर समय सधैँ एकनास कहाँ रहन्छ र? अब कुरा गरौं त्यो अवस्थामा आएको विनाशकारी परिवर्तन र संरचनात्मक सीमान्तीकरणको। उच्च सम्मान पाएको त्यो कलाकार समुदाय आखिर कसरी आजको अवस्थामा आइपुग्यो त? आउनुहोस्, वादी समुदायको परम्परागत जीवनशैलीलाई तहस नहस बनाइदिने ती प्रणालीगत परिवर्तनहरूलाई अलि नजिकबाट हेरौं। यो कालखण्ड अलिकति गम्भीर छ है। सन् 1854मा जङ्गबहादुर राणाले ल्याएको मुलुकी ऐन सम्झिनुहोस् त। त्यसले वादी समुदायलाई कानूनी रूपमै अछुतको पनि अछुत वर्गमा राखिदियो। एउटा ठूलो वज्रपात त्यही भयो। अनि 1950को दशकमा भूमि सुधार लागू भएपछि जमिन्दारहरूको शक्ति घट्यो र वादी कलाकारहरूले पाउने संरक्षण छटक्कै टुट्यो। त्यसमाथि 1960 र 70को दशकमा रेडियो र सिनेमा घर घरमा पुगेपछि उहाँहरूको परम्परागत कला पूरै विस्थापित हुन पुग्यो। यी घटनाक्रमले उहाँहरूलाई विस्तारै चरम गरिबीतर्फ धकेलिदिए। अब यहाँनिर तत्कालीन समाजको दोहोरो चरित्र हेर्नुहोस्। एकातिर उहाँहरूलाई अछुत भनेर सार्वजनिक रूपमा छोएको पानी समेत खाइदिन थियो, तर अर्कोतिर तिनै सम्भ्रान्त भनिने वर्गहरू रातको अँध्यारोमा वादी महिलाहरूसँग यौन सम्बन्ध राख्न पुग्थे। यो कस्तो पाखण्ड हो? समाजको यही क्रूर र दोहोरो चरित्रले उहाँहरूलाई बाँच्नकै लागि चरम शोषणको शिकार हुन बाध्य बनायो। त्यो शोषण कतिसम्म डरलाग्दो थियो भन्ने ज्वलन्त उदाहरण हो नथ्या खोल्ने अनुष्ठान। तथ्यहरूले देखाउँछन् कि औसतमा 13 वर्षका कलिला नाबालिग केटीहरूलाई तत्कालीन राजौटा र सम्भ्रान्तहरूले जबरजस्ती यौन पेसामा प्रवेश गराउँथे। हेर्नुहोस्, यो उनीहरूको रहर वा छनौट पक्कै थिएन। यो त एउटा कठोर संरचनात्मक बाध्यता थियो जसले कलिलै उमेरमा उनीहरूको भविष्य निमोठिदिन्थ्यो। अब लागौं सामाजिक लान्छनाको आधुनिक प्रभावतिर। इतिहासमा भएको त्यो संरचनात्मक सीमान्तकरण र शोषणको असर हिजो मात्र सकिएन नि, आजसम्म पनि ताजै छ। त्यो ऐतिहासिक अन्यायले आजको पुस्ताको शिक्षा, बसोबास र जीवन स्तरमा कस्तो प्रभाव पारेको छ, अब त्यसको तथ्याङ्क हेरौं।
स्क्रिनमा देखिएको यो 25% तथ्याङ्कले साँच्चै मन अमिलो बनाउँछ। आजको 21औं शताब्दीमा पनि वादी समुदायको साक्षरता दर मात्र 25% छ। अझ उच्च शिक्षासम्म पुग्ने युवाहरूको संख्या त जम्मा 3% मात्रै छ। किन त? किनभने समाजको लान्छना र दुर्व्यवहारका कारण आज पनि धेरै बालबालिकाहरूले बीचमै विद्यालय छाड्नुपर्ने बाध्यता छ। आर्थिक अवस्थाको कुरा गर्दा संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले झनै डरलाग्दो चित्र देखाउँछ। 43% वादी समुदाय आज पनि पूर्ण रूपमा भूमिहीन हुनुहुन्छ। यसको मतलब उहाँहरू नदी किनार, जङ्गल वा सार्वजनिक जग्गामा अस्थायी छाप्रो बनाएर बस्न बाध्य हुनुहुन्छ। पुर्खादेखिको सिप र पेशा खोसिएपछिको यो निरन्तरको आर्थिक सङ्घर्ष हो। यो तालिकालाई एकछिन ध्यान दिएर हेरौँ त। 2011 को राष्ट्रिय जनगणनामा 38,000 भन्दा बढी देखिएको वादी जनसङ्ख्या 2021 मा आइपुग्दा वात्तै घटेर 11,000 को हाराहारीमा कसरी आयो? स्रोतहरूले स्पष्ट भन्छन्, समाजको गहिरो लान्छना र विभेदका कारण यस समुदायका धेरै मानिसहरू आफ्नो वास्तविक पहिचान खुलाउनै डराउनुहुन्छ। यसैले गर्दा वास्तविक तथ्याङ्क आउन सकेको छैन र कतिपय त अझै पनि नागरिकताविहीन अवस्थामा हुनुहुन्छ। तर यो कथा केवल दुःख र उत्पीडनको मात्रै पक्कै होइन है। अब हामी सम्मानको लागि भइरहेको सङ्घर्ष, सक्रियता र एजेन्सीको कुरा गर्छौं। यो लचकता र पुनरुत्थानको कथा हो। वादी समुदायले कसरी यो विभेदकारी व्यवस्था विरुद्ध सङ्गठित रूपमा आफ्नो आवाज बुलन्द पार्यो, आउनुहोस् हेरौं। सुरुवात भयो नेपालगञ्जबाट, जब वादी बालबालिका र महिलामाथि भएको दुर्व्यवहारको उजुरीलाई प्रहरीले ठाडै खारेज गरिदियो। त्यसले समुदायभित्र एउटा ठूलो विद्रोहको आगो बालिदियो। त्यहीँबाट जन्मियो ऐतिहासिक गुन्जानगर आन्दोलन। यो आन्दोलन रोकिएन, बरु सडक हुँदै झन सशक्त बनेर देशको राजधानी काठमाडौँको सिंहदरबारसम्मै आइपुग्यो, जहाँ 48 दिन लामो ऐतिहासिक विरोध प्रदर्शन भयो। र यही 48 दिने ऐतिहासिक आन्दोलनले एउटा असाधारण नेतृत्वलाई चिनायो, अधिकारकर्मी उमावादी। उहाँले सिंहदरबार आन्दोलनको अग्रपङ्क्तिमा रहेर साहसका साथ नेतृत्व गर्नुभयो। त्यही साहसको कदर गर्दै उहाँलाई सन् 2018 मा विश्वका 100 प्रेरणादायी महिलाहरूको सूचीमा समावेश गरियो। पछि उहाँ प्रदेश सभाको सदस्य समेत बन्नुभयो। व्यवस्थालाई चुनौती दिएर अघि बढेको यो राजनीतिक जागरण साँच्चीकै प्रेरणादायी छ। यी आन्दोलनहरूले केही सकारात्मक परिवर्तनहरू पक्कै ल्याएका छन्, जस्तै सीतावादी जस्ता व्यक्तित्वहरू मन्त्रालयको नेतृत्वसम्म पुग्नु, कानूनी रूपमै छुवाछुत र मानव बेचबिखन विरुद्ध कडा कानून बन्नु, लाली बजार जस्ता चलचित्रले उहाँहरूको लुकेको यथार्थलाई बाहिर ल्याउनु। अब बिस्तारै वादी समुदायको पहिचान लान्छनाले होइन, उहाँहरूको कला र सङ्घर्षले चिनिँदैछ। तर याद राखौं, नागरिकता, भूमि र शिक्षाको लडाईँ अझै सकिएको छैन। र अन्त्यमा यी सबै तथ्यहरू हेरिसकेपछि हामी सामु एउटा गम्भीर प्रश्न खडा हुन्छ। के राज्यले कानूनमा लेखेर वा संसदमा एकपटक माफी मागेर मात्र शताब्दीौंसम्म संरचनात्मक रूपमा खुसिएको सम्मान पूर्ण रूपमा पुनर्स्थापित हुन सक्छ त? पक्कै सक्दैन। वादी समुदायले समान अधिकार र वास्तविक सम्मान पाउनका लागि समाज र राज्यले प्रणालीगत रूपमै अझै धेरै काम गर्न बाँकी छ। यो विषयमा यहाँहरूलाई के लाग्छ? गहिरिएर सोच्नुहोला।